हेलो एभ्रिवान, नमस्ते सबैजनालाई। होइन आज चाहिँ टक्क कोसीतिर आएको छ क्या, एकदम दामी छ। घाम चाहिँ फेरि लास्ट लागिरहेको छ, घाम छ होइन, टक्क घाम। यो चाहिँ कोसीको पुल होइन, कोसी यो चाहिँ लास्ट गइरहेछ। ओभर धमिलो पानी आइरहेछ, मान्छे अलिअलि आउँदो रहेछन्। राम्रो छ ठाउँ चाहिँ। धरानदेखिको 100 रुपियाँ भाडा लाग्दो रहेछ बसमा। धरानदेखिको चाहिँ हामी आइसकेको छौँ। ओभर गर्मी छ। यो चाहिँ जङ्गल राम्रो रहेछ, हरियाली पहाड ट्याक्क। बेलुकातिर चाहिँ शीतल हुन्छ होला, अहिले दिउँसो चाहिँ लास्ट गर्मी भइरहेछ, पसिनाहरू। गाडी आयो, ओ माय गॉड, बिग फैन। आज के दामी गाडी छ त। बाई दाई, राम्रो जानु हैन। हामी चाहिँ टक्क बस्ने ठाउँ पनि बस्तीमा भेटारै बस्दैछौँ होइन। तर बाइक चाहिँ दामी हो है त्यो। के भयो यी त के भएको, यो के भन्दैछु, कस्तो हामीले सिधा हो केटीको कुरा। अरे भरे नि भरे के भन्नु नि, यस्तो लाग्यो कमेडी। यो क्या बोल रहा है साला भन्ने कन्टेन्ट कति दामी भाइरल हुन्छ त एउटा उसले गर्दा। कन्टेन्ट फोटो गर्दा देखिए भाई साहब ये लोग क्या कर रहे हैं इधर, गाड़ियों में छुप रहे हैं। तो गर्मी में हम स्प्राइट किन्छु कोही स्प्राइट हामी क्या एक्जाम होइन त्यही एक्जाम। त गर्मी दाइको यत्रो होटलमा फोन पे हुँदैन त। एक्सट्रिम चाहिँ खानुपर्छ क्या। काँक्रा खानुपर्छ क्या। फ्रिज हो नि त त्यो। ए हो त्यो ए 275 कहाँ गिलास चाहिँ अनि कहाँ अनि लिएर सानो भात ल्याइदिन्छु भन्नु होइन। परै बस्ने के भनिस्? चिरोट कुकुरी चिरोट खाने अनि ए हो चिरोट खाने अरे। अनि किन त पनि खाने? म शिखर ए शिखर। यिनीहरू 2-4 चाहिँ चिरोट खान्छन् होइन। म चाहिँ खाँदिनँ केही पनि। दाल रक्ती चिरोट बन्दा एकदम केही पनि। र अब हामी चाहिँ यहाँबाट पनि टक्कसँगले डिबिसी किनेर खानालाई हिँड्न आँटेको। टक्कसँगले यहाँ चाहिँ भात खाना पाइनेहरू छ होइन। फ्रीमा खाना पाए त गइ थियो, पैसा लाग्छ होला। कसकोमा केमा चाहिँ हो? गफ हान्छस्? भात खाना पाउने ठाउँ चाहिँ यतै रहेछ होइन। हामीले चाहिँ अब ड्यु किनिसकेको छौँ। ड्यु किनेर चाहिँ चाहिँ अब यस्तो उस्तो ठाउँमा नबस्ने क्या, रोड सोडमा नबस्ने, टक्क खोला बसेर खाने भनेर हिँड्दैछौँ होइन। के छ कान्छ, फुटबल खेल्न हिँडेको? युट्युब चलाउँछौ? युट्युब चलाउँछौ? मेरो सोभिटी भिएलओजिएस ल, सोभित भ्लग्स। भरे हेर ल ल। टक्कसँगले कुद्दैछु म चाहिँ होइन। यहाँ चाहिँ पुल छ, त्यहाँ पुलबाट आएको हामी होइन। ए झरेर फोन फुट्छ ल, ओभर चिप्लो हुन्छ नि त यहाँ त। अब यस्तो ओ धेरै पर्न नजानु ट्याक्क
ये तो भुतिया जंगल जैसा लग रहा है। ओ भुतिया खोला है क्या? भुतिया त्यो खोलामा बिउ खान पनि यता कुदाउँछ नि केटाहरू। मेरो चाहिँ होइन अब माइक नभएर चाहिँ कस्तो भोइस चाहिँ राम्रो सुनिँदैन होला, क्लियर पनि आउँदैन होला क्या। माछा जाली खोइ ओए ब्याट्री हालिदिइरहेको रहेछ न, ब्याट्री सेट्री। माछा मार्ने जस्तो छैन। ऊ माथिको दाइहरूले गर्नुभएको है क्या, अहिले माथि बस्नुभएको बोल्दै हुन्छ जस्तो लाग्यो। यता नजाउँ, यहाँ बसेर खाऊँ न। के भन्छ न गर्मी यस्तै छ, यस्तै छ, ओभर गर्मी छ यहाँ चाहिँ। हामी शीतल पैसा ओए तेरै पैसा झार्छस् खोइ। भगवान् पैसा मिल्यो। ए भगवान् यो पैसा मैले लगे हुन्न र। टक्क लाग्यो होला होइन, चिसो लाग्छ, गर्मी छ नि त। तर टक्कसँगले आज हामी चाहिँ देउसी खाएर हिँड्न आँटेछौँ होइन। खोलातिर पो आएर बस्नुपर्छ है क्या, शीतल हुने रहेछ हो। आम्मामा जाउँ है। ओए बोक नराज त्यो। अझै हामी हिँड्यौँ होइन ल, तर बाटो गिलास अप्ठ्यारो अप्ठ्यारो छ होइन। जाउँ हो, छिटो आइज। ओ झोला सर्ट हालेर ले। हेर्न सक्नुहुनेछ यहाँको भ्यू। वाट्स द भ्यूज गाइज, ब्युटिफुल ब्युटिफुल इज द प्लेस। गाइजहरू हेर्न सक्नुहुन्छ यहाँको बाटो। यति साह्रो हतारिएर पनि नखाऊ न प्लिज। सो हाम्रो यहाँ चाहिँ भात खाने ठाउँ रहेछ होइन। यहाँ चाहिँ भात खान पाइन्छ अरे। ओह माई गड, फ्रीमा खान पाए त म पनि जान्थेँ। म पनि जान्थेँ, जाउँ होइन। अब त्यहाँ हामी टक्कसँगले अर्कै ठाउँ आइपुगिसकेको छौँ। यो त चारको मेन भ्लगर चाहिँ यो हो होइन। म चाहिँ यसो रमाइलोको लागि के अरे युट्युब च्यानल रमाइलो @sonamtiktok.com होइन। धरानतिर जाँदैछौँ फेरि होइन। तर यता चाहिँ अब पाहाड जस्तै रहेछ नि त। अब चाहिँ शीतल हुन थाल्यो, दिउँसो गर्मी भए पनि। ओ माइको टी क्या देख्न पड रहा है। अच्छा होइन मैं भन्दा यहाँ पनि कार छ त। यो साइड इज धेरै नराम्रो। एक्सिडेन्ट भेरी एक्सिडेन्ट होइन। अब यहाँ चाहिँ बाइक आउँदैछ, ए स्कुटर पो रहेछ। यस्तो क्या अब यता आएपछि सागपात धेर खान पाइएको छैन, मासु नै मात्र खान पाइएको छ कि, त्यही भएर यो स्कुटी रहेछ। म बाइक जस्तो लागिरहेको थियो। के बोले भाइ, के बोले? राइट नाउ होइन हामी चाहिँ प्रहरीबिट चौकीमा आइपुगिसकेको छौँ कोसीको होइन। यताबाट चाहिँ कोसीदेखि गरे, यताबाट कोसीदेखि उता होइन। टक्कसँगले हामी चाहिँ कोसी पुल आइपुग्न आँटेछौँ होइन। देख्न सक्नुहुन्छ यहाँ चाहिँ फेरि अल्छे यार। फाइनली कोसी आइपुग्न आँट्यौँ। सक्नुहुन्छ यति बेला कोसीको भ्यू होइन, एकदम मोबाइल छ। यहाँ चाहिँ गर्लफ्रेन्ड बोयफ्रेन्ड हेर्दै आउँदा छ नि, फोटो खिच्न देख्न सक्नुहुन्छ होइन। माई गड, अब त्यति साह्रो नि भन्नु हुँदैन, आफन्त हुनसक्छन्। बुलेट बुलेट होइन, एम्प्लिफायर एम्प्लिफायर भन्छ त। वाउ नाइस बोतल।
Nice. Dustbin. Nice dustbin. Dustbin. No doko. No doko, dustbin. We say dustbin. Dustbin. No dustbin, dustbin. Dustbin. सुन्नु यसका. नेपाली इन फोहोर फाल्ने डोको, इङ्ग्लिस इन के पो अरे? बोको. डस्टबिन. होइन अब चाहिँ यो चाहिँ सीमा प्रारम्भ अरे टक्कसँगले ओ कोसी पुल होइन हामी सुनसरी आइपुग्यौँ उदयपुरदेखि राइट नाउ हामी चाहिँ यहाँ छौँ होइन कुर्नु र पर जाउँ न अब पर जाउँ आम्मामा पुलै भत्किन खोज्छ त यस्तो गाडी चाहिँ नकुदाइदिनु होला यहाँ पुल भत्किला जस्तो लाग्यो सर के भन्नुभयो राइट नाउ पुल झन्डै भत्कियो यस जिस्केमा बाँच्छ यता जाउँ न माथि ए जाउँ अहिले होइन उति पर्तिरसम्म हो गाडी आइहाल्छ नि हिँड्न यत्रो टेम्पो मैले बोलाइरहेको छु राइट नाउ वेलकम ए यो भिडियो बनाउनु पर्छ कहाँ आएको भने हात ल तँलाई चाहिँ नदिनु अलि माथि गएर आधी त्यहाँसम्म राखेर ल ओ माय गॉड ये देख सकते हो आप बाख्रा सब्सक्राइब है बाख्रा बारे शोभित ब्लग सबैजना आएको होइन अब चाहिँ हामी टक्कसँगले भ्लगरहरूसँग हिँड्यो त्यस्तै हो गाइस कोसी पाँचवटा भ्लगर छ यसको यसको त एउटा पनि यस्तो त जिम्मेवारी कोसी छेउमा छौँ चाहिँ होइन टक्क हामी चाहिँ कोसी पुल छेउ हो होइन चाहिँ टक्कसँगले आम्मामा कत्रो पहिरो गएर चाहिँ यहाँ चाहिँ देख्न सक्नुहुन्छ उब्बर यो जाली साली बगाएर लगिसकेर छ रोड पनि जान आँटे रहेछ यहाँ चाहिँ आम्मामा एकचोटि चाहिँ पानी पर्यो भने सब जान्छ बस्न फोटो खिचिदिन्छु एकचोटि पानी पर्यो भने सब जान्छ देख्न सक्नुहुन्छ ऊ पारेको चाहिँ होइन कोसी पुल ए कोसी पुल हो होइन ठुलो कोसी पुल चाहिँ होइन परको कोसी पुल हो जे होस् यहाँ चाहिँ भत्किएर गइसकेको रहेछ पहिरो गइसकेको छ गइसक्न आँटे रहेछ फोकस अन ढुङ्गा ओ माई ओ कहाँ गयो पुग्छ नि अनि ल होइन आज चाहिँ ट्याक्कै क्या पाहाडै गयो जस्तो फिल भइरहेको छ एकदम अब बेलुका त अब शीतल हुँदै गयो नि त दिउँसो त यहाँ देख्न सक्नुहुन्छ होइन एकदम दामी छ राम्रो छ होइन अब खोलाहरू पनि राम्रो रहेछ कोसी खोला उपर चाहिँ कोसी पुल चाहिँ खोला चाहिँ उब्बरै धमिलो रहेछ होइन तर लास्टै ठुलो रहेछ हो खोला पनि जङ्गल पहिरो सहिरो गइरहेको दामी ठाउँ रहेछ जे होस् यहाँ आउँदाखेरि चाहिँ पाहाडै आए जस्तो भयो होइन पाहाडै रहेछ नि त रहन पनि उपर चाहिँ के हो यो के हो उपरको दामी रहेछ त हौ बस्ने ठाउँ हो लाइक कोसी हो होइन उतापट्टि उदयपुर स्कुल छ यता सुन्छ अरे अझै हामी घर जाँदैछौँ खै क्यामेरा राइट नाउ हेर्दैछु राखेर अब पनि हेर्छ उयो बाख्राहरूको होइन राइट नाउ हामी चाहिँ कोसीमा छौँ होइन देख्न सक्नुहुन्छ यहाँ चाहिँ विभिन्न थरीका बाख्राहरू पनि छन् जस्तै कि भिडियो बनाइरहेको छु जस्तै कि एक्सप्लेन गरेँ जस्तै कि रोडमा सुतिरहेका छन् एउटा गाडी हो त्यहाँ गाडी कसरी यो बाख्राहरूको हो क्या बाख्राहरूको गाडी हो ऊ त्यो गाडी भट्टामा जाउँ न जानु र देख्न सक्नुहुन्छ होइन हामी चाहिँ अब गाडी होइन ओ माई गड चुक्नु यहाँ जानु हुँदैन ल यहाँ चाहिँ ठ्याक्क हेलिकप्टर जस्तै हेलिकप्टर विमानस्थल रोक्ने ठाउँ हो होइन हेलिकप्टर रोक्ने ठाउँ रहेछ
त्यस्तै चाहिँ ठाउँ रहेछ, रोक्ने ठाउँ चाहिँ होइन। ट्याक्सी रहेछ, ट्याक्सीको माथिबाटको फुट देख्न सक्नुहुन्छ होइन। उपर चाहिँ साइकल आउँदो रहेछ। अब यस्तो होइन कुद्छ होला, फर्काएको होला नि त उता। मेरो पालो भन्छ क्या अर्को पर पुगेको। त्यसपछि अब हामी होइन गाडी पक्रिरहेको छौँ धरान जानको लागि। त्यही पनि कति बेला गाडी आउँछ। अब बस चाहिँ पाउँछ जस्तो छैन, पैसा नभएको बेला पैसा पनि छैन क्या त्यति धेरै। अब उता पर्दा हाई गर्दै जाँदैछ त्यो के भयो अरे पिकअप गाडीले। टक्क गाडी पक्दैछौँ होइन। अब गाडी आएपछि चाहिँ हामी जान्छौँ। यो चाहिँ हाम्रो कोसीको ओल्ला छेउ होइन। हेलो एभ्रिवान होइन। अब चाहिँ हामी टक्कसँगले रुममा आइपुगिसकेको छौँ। हालत पनि बिजोग भइसकेको छ होइन। अब यो ब्लग होइन कस्तो भयो सबै हेरिदिनु होला, फुल वाच गरिदिनु होला होइन। अनि तपाईँलाई लाइक एन्ड सब्सक्राइब होइन। म पनि गएको थिएँ, कस्तो लाग्यो होइन। लाइक एन्ड सब्सक्राइब अनि कमेन्टमा चाहिँ एकदम के छ तपाईँलाई यसो न कमेन्टमा चाहिँ आफ्नो कस्तो बनाउने भिडियो के सुझावहरू दिनु, तपाईँलाई के मन पर्छ सुझाव दिनु, के राम्रो के नराम्रो प्रतिक्रिया सिकाउनु होला। सामाजिक अन्तर्गत हामीले एकदमै अगाडि बढाउनु। आजलाई यति नै भन्न चाहन्छु। आजले यति भन्दै टाटा, गुड नाइट।